पर्फर्मेन्सहरू दिने क्रममा त एकदम फ्यानहरू यति धेरै क्रेजी हुन्छ होइन, कुनै त हजुर क्रस पनि हुन्छ भनौँ न, हजुर फोटो हजुर खिच्नु हक गर्नु होइन। हजुर हजुरको चाहिँ त्यस्तो केही किस्सा छ अब फ्यानहरूले एकदमै हुन्छ नि नछोडेको मन पराएको होइन, हजुर हजुर त्यस्तो टाइपको यत्रो जर्नीमा त हजुर छ नि भइहाल्छ त्यस्तो कुनै यस्तो छ नि सुनौँ छ न नि त्यस्तो अलिकति फन्ने टाइपको क्या, हजुर कुन कुन चाहिँ एकदम यादगार थियो क्या, अति गरेको हुन्छ नि कुनै चाहिँ हजुर मलाई तपाईँको यो चाहियो ब्रासलेट चाहियो लुगे चाहियो यो चाहियो पनि हुन्छ के, हजुर सो हजुर त्यस्तो केही त्यही त मेरो एउटा कस्तो भन्न त्यो भन्नु न भन्नु जस्तो भने पनि हुन्छ। एउटा औँठी थियो नि त मेरो सुनको औँठी है ओ माई पहिला गड। है अनि एकजना भाइले खै कता हो मलाई पनि आई डोन्ट रिमेम्बर वेयर इट वाज सायद सिक्किमतिर होला यति साह्रो पक्रियो मलाई हात कि त्यो हुनु त उसले जानी जानी गरेको होइन तर त्यो औँठी नै निस्किएर कहाँ पुग्यो क्या त्यो उसमा ला अनि त्यो त्यति बेला सबैजनाले अब फोटो खिचिरहेको मैले पनि हेर्नु त ट्राई गरेँ पछि मैले अर्गनाइजर पनि हेर्नु पठाएको त्यो थिएन क्या एउटा त्यो भयो अनि अब अर्को चाहिँ अलिकति आजभन्दा 10-15 वर्ष जस्तो अगाडि अब बहिनीहरू आउने अङ्गाला मार्ने छोड्दै नछोड्ने मलाई अप्ठ्यारो लाग्ने फेरि हो त्यस्तो थियो त्यति मजा त थिएन होला। हजुर अहिले अलिकति हुन्छ नि एकदमै कोही त हुन्छ नि अब कोही म्यारिडहरू पनि क्या त्यो एउटा सङ्गीतको पर्फर्मेन्स देखेर त्यतिकै त्यो फिदा हुने हुँदो रहेछ क्या, हजुर हजुर त्यो हाउ चाल सबै देखेर क्या उम्, त्यत्तिकै त्यहीँ फिदा हुने पनि हुन्छ नि त छ त्यस्तो छ त्यस्तो त्यस्तो फ्यान्स पनि छ मेरो है। अहिलेसम्म बिचरा उहाँहरू अब मलाई के सोचेर उयो गर्छ होइन होइन पायो नि त त्यो त पायो नि त हजुर गीत सङ्गीत पायो त अब हो त्यो एउटा एट्याचमेन्ट हेर्नु नि त गीत सङ्गीत अँ, भनेको त एउटा भावना चाहना अँ, सबै कुरा हो नि त, हो त्यो पायो नि त। अँ। कुनै त्यस्तो अझै अझै हाँसउठ्दोहरू छैन, छन् त हाँसउठ्दो क्या अँ, एकदमै क्या तपाईँलाई एकदमै के भन्नु अब फ्यान मोमेन्ट क्या हाँसउठ्दो एकदम फन्नी ओभर अँ, फन्नी होइन। अँ। त्यस्तो छ एकचोटि चाहिँ मैले फोटो हामीले त्यो चाहिँ अर्कै किसिमको फनी छ त्यो चाहिँ हामीले फोटो खिच्दै थियो एकचोटि यस्तो ड्रम्सको अलिकति पछाडि छेउमा गएर हजुर ब्याकमा चाहिँ यस्तो बोर्ड थियो क्या अँ, अँ। त्यो पहिला त फेस्टनहरू बोर्ड हुन्छ नि त्यो त्यो अर्गनाइज बाई यो लेखेको ओ, अन्त म चाहिँ अब एक दुईजना बहिनीहरू आयो खुसी भएर म चाहिँ उहाँहरूसँग मैले खिच्दै थिएँ नक्सा अँ। भरे पछाडि त केही छैन रहेछ म त सिधा लडेको त्यो बहिनीहरू पनि लड्यो म पनि लडेँ हो कहाँ